आज 12 श्रावण 2083 यो स्थान धरान हो। पानी यस्तो परिरहेको छ। यो पानी परिरहेको अवस्थामा पनि सिलिन्डरको पर्खाइमा उपभोक्ताजीहरू यहीँ बसिराख्नु भएको। यो चाहिँ विविध कारणले विश्व बजारमा यसको सप्लाई चाहिँ कम भइरहेको अवस्थामा धरानमा चाहिँ यो हालत छ। यो कोशी ग्यास डिलरको यता तलतिर ग्यासको पर्खाइमा लगभग यो आज चाहिँ नि 350 सिलिन्डर मात्रै आउने भएकोले त्यति मात्रै राखेको छ। लगभग 356 356 लगभग यता थुप्रै थियो। उहाँले रिटर्न लानुमा आउँदैन भनेर यस्तै पानी चाहिँ नि परिरहेको बर्सातकै मौसम भए पनि अब के गर्नु, चुल्हा त बाल्नु पऱ्यो। त्यसकारण सिलिन्डरको पर्खाइमा थुप्रै हुनुहुन्छ। त्यो चाहिँ धरानमा हो। यस्तै चाहिँ मौसम यस्तो र पनि नि यता उपभोक्ताजीहरू पर्खिराख्नु भएको छ। अर्को सिलिन्डर आएर भरिएको सिलिन्डर लैजाउँ भनेर। ओके, थ्याङ्क यू।